हेलो गुड मर्निङ। आज यस्तो राम्रो घाम लागेको छ, त्यही भएर म चाहिँ चिया पिउँदैछु। अनि त्यही भएर मेरो आँखा तपाईँहरूले देख्नु सक्नुहुन्छ, मेरो आँखा चाहिँ एलर्जीले गर्दा यस्तो भएको। त्यसमाथि मलाई रुगा पनि लागिरहेको छ। अनि तिल घाममा त मासु सुकाउनै पर्यो। मासु सुकुटी बनाउनको लागि हामी तिनजना मिलेर मासु सुकाउँदैछु। मासुलाई चाहिँ राम्रोसँग सुकाउनुपर्छ, अनि मात्रै यसको स्मेल अलि आउँदैन। अनि त्यसपछि मासु नि अब सुकाइसके हामीले। अनि चाहिँ आज चाहिँ हामीहरू सबैजना मिलेर सिस्नु खाने भनेर सिस्नु मम्मीले टिपेर ल्याइसक्नु भएको छ। अनि यसको लागि पकाउनलाई रेडी भइसक्यो। अब चाहिँ सिस्नु पाकेपछि अब सिस्नुको लागि मकैको ढिँडो चाहियो। अनि मकैको ढिँडो आमाले पकाउँदै हुनुहुन्छ। यता हामीहरू चाहिँ सबैजना खाना खानको लागि कुरिरहेको छु। फाइनली मकैको ढिँडो र सिस्नु मजाले पाक्यो। अनि मैले चाहिँ गम खान थालेँ। यस्तो मिठो थियो कि मकै आजभोलि मेन सिजन भनेको त आजभोलि मकै नयाँ मकै र अनि यो ढिँडो खाने हो नि त, त्यही भएर यस्तो मिठो थियो यो मकैको ढिँडो। मैले चाहिँ यसको साथमा खुर्सानी पनि तिनवटा हालेको छु। हजुरहरूले पनि आफै पकाएर इन्जोय गर्न सक्नुहुनेछ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।